अब हामी जापानमा पेन्सन प्रणालीको आधारभूत संरचनाको बारेमा व्याख्या गर्नेछौँ। पेन्सन प्रणाली भन्नाले सेवानिवृत्तिपछि जीवनयापन सुरु गर्न लगायत दुर्घटना या रोगहरूबाट अपाङ्ग भएमा त्यसपछिको जीवनयापन गर्न काम गरेर कमाउने परिवारको सदस्यको मृत्यु भएमा मृत्युपछिको जीवनयापन गर्न सबैले सहयोग गरौँ भन्ने प्रणाली हो। जापानमा बसोबास गर्ने 20 वर्षदेखि 60 वर्षसम्मका सबैजना पेन्सन प्रणालीमा अनिवार्य रूपमा समावेश हुनुपर्छ। जापानमा बस्ने व्यक्तिहरूको रूपमा परिभाषित गरिएको हुनाले राष्ट्रियता महत्त्वपूर्ण छैन र यसमा विदेशी राष्ट्रियता भएका व्यक्तिहरू पनि समावेश छन्। पेन्सनको पैसा नतरेमा पछि पैसा पाउन सकिँदैन अर्थात् नतिरेमा पाइँदैन भन्ने अर्थ हो। तपाईले प्राप्त गर्न सक्ने 3 प्रकारका पेन्सनहरू छन्। पहिलो भनेको 65 वर्ष पुगेपछि तपाईले प्राप्त गर्न सक्ने वृद्धावस्था पेन्सन हो। दोस्रो प्रकार अपाङ्गता पेन्सन हो, जुनसुकै रोग वा चोटका कारण गम्भीर अपाङ्गता भएको अवस्थामा प्राप्त गर्न सकिन्छ। अनि तेस्रो उत्तरजीवीको पेन्सन हो, परिवारमा आम्दानी गरिदिने व्यक्तिको मृत्यु हुँदा प्राप्त गर्न सकिन्छ। 2 र 3 को अर्थ चाहिँ आपतकालीन अवस्थामा तपाईले यो पेन्सनलाई प्राप्त गर्न सक्नुहुन्छ भन्ने हुन जान्छ। पेन्सन केवल अवकाशको लागि मात्र होइन। यो त्यस्तो प्रणाली हो जसले आपतकालीन अवस्थामा तपाईको जीवनलाई सहयोग गर्नेछ। यद्यपि यदि तपाईले पेन्सन भर्ना प्रक्रिया पूरा गर्नुभएको छैन वा आफ्नो बिमा शुल्क प्रिमियम तिर्नुभएको छैन भने तपाईले यी पेन्सनहरू प्राप्त गर्न सक्नुहुने छैन। पेन्सन प्राप्त गर्न तपाईले पहिले पेन्सन प्रणालीमा सामेल हुनुहोस्। अनि मासिक बिमा शुल्क प्रिमियम तिर्नुहोस्। यी 2 आधारभूत आवश्यकताहरू हुन्। पेन्सन योजनामा सामेल हुने व्यक्तिहरूलाई मोटामोटी रूपमा 3 क्याटेगोरीमा विभाजन गरिएको छ। यहाँ हामी 2 प्रकार क्याटेगोरी 1 बीमित व्यक्ति र क्याटेगोरी 3 बीमित व्यक्तिको प्रणालीको बारेमा देखाउँछौँ। यसको अतिरिक्त कर्मचारी पेन्सन बीमा पनि छ जसमा कम्पनीका कर्मचारीहरू र निजामती कर्मचारीहरू सामेल छन्। कर्मचारी पेन्सन बीमामा भर्ना भएकाहरूलाई क्याटेगोरी 2 का बीमित व्यक्ति भनिन्छ। क्याटेगोरी 2 का बीमित व्यक्तिका आश्रितहरू जसमध्ये पति वा पत्नी तथा 20 वर्ष वा सोभन्दा माथि र 60 वर्ष मुनिका व्यक्तिहरू छन्, तिनीहरू क्याटेगोरी 3 का बीमित व्यक्तिका रूपमा वर्गीकृत गरिन्छन्। आश्रित भन्नाले अपेक्षित वार्षिक आम्दानी 13 लाख येन भन्दा कम हुने र जो कर्मचारी पेन्सन बीमामा भर्ना भएको व्यक्तिको आम्दानीमा निर्भर रहने व्यक्तिलाई जनाउँछ। यी व्यक्तिहरूले बिमा प्रिमियम आफै तिर्दैनन्, बरु कर्मचारी पेन्सन बीमाका ग्राहकहरूले प्रिमियम एकमुष्ट भुक्तानी गर्छन्। भर्ना प्रक्रिया कर्मचारीको पेन्सन बीमा ग्राहकको कम्पनी मार्फत गरिन्छ। कर्मचारी पेन्सन बीमा र क्याटेगोरी 3 का बीमित व्यक्तिहरू बाहेक 20 देखि 60 वर्ष उमेर समूहका व्यक्तिहरू क्याटेगोरी 1 बीमित व्यक्तिहरू हुन्। सामान्यतया राष्ट्रिय पेन्सन तिर्ने व्यक्तिहरू क्याटेगोरी 1 बीमित व्यक्तिहरू हुन्। नामाङ्कन प्रक्रियाहरू सिटी हलको राष्ट्रिय पेन्सन डिभिजनमा गरिन्छ। कावागुची सिटीमा शाखा कार्यालयहरूमा पनि आवेदनहरू स्वीकार गरिन्छ। भर्ना प्रक्रिया पूरा गरेपछि तपाईले जापान पेन्सन सेवाबाट हुलाक मार्फत प्राप्त हुने भुक्तानी स्लिप प्रयोग गरेर बैंक वा कोम्बिनीमा आफ्नो बिमा प्रिमियम तिर्न सक्नुहुन्छ। आफ्नो बैंक खाताबाट वा क्रेडिट कार्डबाट स्वचालित स्थानान्तरण मार्फत पनि भुक्तानी गर्न सक्नुहुन्छ। यो विधि प्रयोग गरेर भुक्तानी गर्न तपाईले आफ्नो पेन्सन कार्यालयमा प्रक्रिया पूरा गर्नुपर्नेछ। यदि तपाईले आफ्नो भविष्यको प्रिमियम एकमुष्ट तिर्नुभयो भने छुट पनि पाउन सक्नुहुन्छ। यदि तपाईँ राष्ट्रिय पेन्सनको क्याटेगोरी 1 बीमित व्यक्तिमा भर्ना हुँदा बच्चा जन्माउनुभयो भने तपाईलाई प्रसव पूर्व र प्रसवोत्तर बिमा प्रिमियम तिर्नबाट छुट दिइनेछ। यो प्रणाली फेब्रुअरी 2019 पछि बच्चा जन्माउनेहरूका लागि उपलब्ध छ। मातृत्व छुटको अवधि भविष्यको पेन्सन प्राप्त गर्ने अवधि र पेन्सन रकम गणना गर्ने अवधिमा समावेश गरिनेछ। यसको मतलब यो तपाईले तिरेको जस्तै हो। यदि तपाईँ बेरोजगारी वा कम आयको कारणले आफ्नो प्रिमियम तिर्न असमर्थ हुनुहुन्छ भने प्रिमियम भुक्तानीमा छुट र स्थगित गर्ने प्रणालीहरू छन्।
विद्यार्थीहरूका लागि विशेष विद्यार्थी भुक्तानी प्रणाली छ। छुट भुक्तानी स्थगित वा विद्यार्थी छुट प्राप्त गर्न तपाईले आफ्नो नगरपालिका हल वा पेन्सन कार्यालयमा आवेदन बुझाउनु पर्छ। जापान पेन्सन सेवाले व्यक्ति, उनीहरूको पति वा पत्नी र घरमुलीको अघिल्लो वर्षको आम्दानी जाँच गर्नेछ र भुक्तानीमा छुट वा स्थगित लागू हुन्छ कि हुँदैन भनेर निर्धारण गर्नेछ। आवेदन स्वीकृत भयो भने तपाईले बिमा प्रिमियम तिर्न नपर्ने हुन सक्छ वा तपाईले तिर्ने रकम घट्न सक्छ। भुक्तानी स्थगित र विद्यार्थी भुक्तानी छुटहरू तपाईले आफ्नो बुढेसकालमा प्राप्त गर्ने वृद्धावस्था पेन्सनको रकमको गणनामा समावेश गरिएको छैन, तर तिनीहरू पेन्सन प्राप्त गर्नको लागि पाएको योग्यताको गणनामा समावेश गरिएको छ। छुट चाहिँ तपाईले आफ्नो बुढेसकालमा प्राप्त गर्ने वृद्धावस्था पेन्सनको रकमको गणनामा आंशिक रूपमा मात्र समावेश गरिएको छ। जब तपाईँ भविष्यमा तिर्न सक्षम हुनुहुन्छ, तपाईले 10 वर्षभित्र तिर्न सक्नुहुन्छ। अवकाश लिँदा तपाईले आफ्नो पेन्सन पाउन नसक्ने सम्भावना हुन्छ। यदि तपाईले यो प्राप्त गर्नुभयो भने पनि रकम कम हुनेछ। अवकाश लिँदा तपाईले आफ्नो पेन्सन पाउन नसक्ने सम्भावना हुन्छ। यदि तपाईले यो प्राप्त गर्नुभयो भने पनि रकम कम हुनेछ। पेन्सन योजनामा सामेल हुनु अनिवार्य छ र तपाईले बिमा प्रिमियम तिर्नुपर्छ। यदि तपाईले तिर्नु भएन भने तपाईको सम्पत्ति जफत हुन सक्छ। कृपया पेन्सन योजनामा नामाङ्कन गर्न र बिमा प्रिमियम तिर्न निश्चित गर्नुहोस्। कर्मचारी पेन्सन बिमाका सदस्यहरूमा कम्पनीका कर्मचारी र निजामती कर्मचारीहरू पर्छन्। बिमा प्रिमियम मासिक तलब र बोनसलाई बिमा प्रिमियम दरले गुणन गरेर गणना गरिन्छ, साथै आधा रोजगारदाताले आधा बिमितले तिर्छन्। बिमा प्रिमियम तपाईको तलबबाट कटौती गरिन्छ। काम गर्ने रोजगारदाताले प्रक्रिया सम्हाल्नेछ। अब तपाईले प्राप्त गर्न सक्ने पेन्सनका बारेमा कुरा गरौँ। सुरुमा वृद्धावस्था पेन्सनको बारेमा कुरा गर्छौँ। उदाहरणका रूपमा तपाईँ 20 वर्षको उमेरदेखि जापानमा बस्दै आउनु भएको अवस्थामा कुरा गरौँ। 20 वर्षदेखि 60 वर्षसम्मको 40 वर्षको अवधिमा पेन्सन प्रणालीमा सहभागी भएर बिमा शुल्क तिर्नु आवश्यक हुन्छ। तर धेरैजसो अवस्थामा मानिसहरूले यो 40 वर्षको अवधि पूरा गर्न सक्दैनन्। वृद्धावस्था पेन्सन प्राप्त गर्नका लागि तपाईले कम्तीमा 10 वर्ष कुल 120 महिना सदस्यता अवधि पूरा गर्नुपर्छ। यसमा तपाईले बिमा शुल्क तिरेको अवधि, माफ गरिएको वा स्थगित गरिएको अवधि र विद्यार्थी विशेष भुक्तानी माफी अवधि समेत गणना हुन्छ। पेन्सन प्राप्त गर्न सकिने उमेर 65 वर्ष हो। तर तपाईँ 20 वर्षको उमेरमा जापानमा नहुन सक्नुहुन्थ्यो। पछि जापान आइपुग्नुभयो र जापानी नागरिकता प्राप्त गर्नुभयो। तर 60 वर्ष पुग्दा पनि 10 वर्षभन्दा बढी बिमा शुल्क तिर्न सक्नु भएन भन्ने अवस्था पनि हुन सक्छ। उदाहरणका लागि तपाईँ 55 वर्षको उमेरमा जापान आउनुभयो। पछि तपाईले जापानी नागरिकता प्राप्त गर्नुभयो र 60 वर्ष पुग्नुभयो। तर तपाईले तिरेको वा माफ गरिएको अवधि 10 वर्ष होइन, केवल 5 वर्ष मात्र रह्यो। यो अवस्थामा 10 वर्ष पूरा नभएकाले तपाईँ वृद्धावस्था पेन्सनका लागि योग्य हुनुहुन्न। तर यदि तपाईले जापानी नागरिकता वा स्थायी बसोबास अनुमति प्राप्त गर्नुभयो भने 20 वर्षको उमेरदेखि जापानी नागरिकता पाउने दिनसम्म तपाईँ विदेशमा बस्नु भएको अवधि गणनायोग्य अवधिमा समावेश हुन्छ। यसरी यदि गणना गर्दा तपाईको कुल अवधि 10 वर्ष वा सोभन्दा बढी पुगेको छ भने तपाईँ 65 वर्षको उमेरदेखि वृद्धावस्था पेन्सन प्राप्त गर्न योग्य हुनुहुन्छ। अब हामी अपाङ्गता पेन्सनको बारेमा कुरा गरौँ। यो पेन्सन रोग वा दुर्घटनाका कारण शरीर वा मानसिक रूपमा अपाङ्गता भएको अवस्थामा प्राप्त गर्न सकिन्छ। अपाङ्गता पेन्सन प्राप्त गर्नका लागि केही शर्तहरू पूरा गर्नुपर्छ। पहिलो शर्त, तपाईको पहिलो उपचार मिति राष्ट्रिय पेन्सन सदस्यता अवधिभित्र परेको हुनुपर्छ। दोस्रो शर्त, अपाङ्गताको स्तर पहिलो श्रेणी वा दोस्रो श्रेणीमा पर्ने हुनुपर्छ।
तेस्रो शर्त तपाईले तिरेको र माफ भएको बीमा शुल्क अवधि कुल सदस्यता अवधिको कम्तीमा 2/3 हुनुपर्छ। यदि तपाईँ 20 वर्ष नपुग्दै रोग वा चोटका कारण अपाङ्ग हुनुहुन्छ भने बीमा शुल्क तिरेको शर्त आवश्यक पर्दैन। यसरी यदि तपाईँ रोग वा दुर्घटनाका कारण काम गर्न असमर्थ हुनुहुन्छ भने शर्तहरू पूरा भएमा अपाङ्गता पेन्सन प्राप्त गर्न सक्नुहुन्छ। अब हामी पारिवारिक पेन्सनको बारेमा कुरा गरौँ। यो पेन्सन परिवारका मुख्य कमाउने सदस्यको मृत्यु भएमा बाँकी परिवारका सदस्यहरूले प्राप्त गर्ने सहायता हो। पारिवारिक पेन्सन प्राप्त गर्न मृत्यु भएका व्यक्तिले केही शर्तहरू पूरा गरेका हुनुपर्छ। उदाहरणका लागि मृत्यु भएका व्यक्ति राष्ट्रिय पेन्सनका सदस्य थिए वा वृद्धावस्था पेन्सन प्राप्त गर्ने योग्यता राख्थे भने यो लागू हुन्छ। त्यसपछि मृतकको आम्दानीमा निर्भर रहेका पति, श्रीमती वा सन्तानले यो पेन्सन प्राप्त गर्न सक्छन्। साथै बीमा शुल्क तिरेको र माफ भएको अवधि कुल सदस्यता अवधिको 2/3 2/3 भन्दा बढी हुनुपर्छ। यी शर्तहरू पूरा भएमा बाँकी परिवारका सदस्यहरूले पारिवारिक पेन्सन प्राप्त गर्न सक्छन्। यदि तपाईँ जापानमा बस्नुहुन्छ अनि पेन्सन योजनामा सामेल हुनुभयो र बीमा शुल्क प्रिमियम तिर्नुभयो, तर अब यस्तो समय आयो जहाँ तपाईले जापान छोडेर आफ्नो देश फर्कनु पर्ने हुन्छ। यदि तपाईँ वृद्धावस्था पेन्सनको लागि योग्य हुनुहुन्छ भने तपाईले आफ्नो देश फर्किए पनि 65 वर्षको उमेरदेखि जापानमा तिरेको पेन्सन प्राप्त गर्न सक्नुहुन्छ। तर हामीलाई लाग्छ कि त्यहाँ केही व्यक्तिहरू छन् जो त्यति धेरै तिर्न असमर्थ थिए। त्यस अवस्थामा तपाईले तिरेको बीमा प्रिमियमको एक भाग एकमुष्ट निकासी भुक्तानीको रूपमा फिर्ता गर्ने प्रणाली छ। एकमुष्ट निकासी भुक्तानी प्राप्त गर्नका लागि कृपया शर्तहरू जाँच गर्नुहोस्। पेन्सन योजनामा सामेल हुनु अनिवार्य छ र तपाईले बीमा प्रिमियम तिर्नुपर्छ। तर यो धेरै फाइदाहरू भएको प्रणाली हो। यी सुविधाहरू प्राप्त गर्न कृपया आफ्नो बीमा प्रिमियम तिर्न निश्चित हुनुहोस्। साथै यदि तपाईँ आर्थिक रूपमा तिर्न असमर्थ हुनुहुन्छ भने पहिले छुट, भुक्तानी स्थगित वा विद्यार्थी भुक्तानी छुटको लागि आवेदन दिने प्रयास गर्नुहोस्। अब हामीले जापानको पेन्सन प्रणालीका बारेमा सबै कुरा बुझ्यौँ। यो प्रणालीले केवल वृद्धावस्थामा होइन, अपाङ्गता वा परिवारका मुख्य सदस्यको मृत्यु भएमा पनि हामीलाई जीवनभरको सुरक्षा प्रदान गर्छ। 20 वर्षदेखि 60 वर्षसम्मका सबै व्यक्तिहरूका लागि राष्ट्रिय पेन्सनमा सहभागी हुनु अनिवार्य छ। बीमा शुल्क नियमित रूपमा तिर्दै जानु तपाईको भविष्यको स्थिरता र सुरक्षाको लागि सबैभन्दा महत्त्वपूर्ण कदम हो। यदि तिर्न गाह्रो छ भने सरकारसँग माफी वा स्थगनका प्रणालीहरू पनि उपलब्ध छन्। त्यसैले आजै आफ्नो पेन्सन स्थिति जाँच गर्नुहोस् र सुरक्षित भविष्यको तयारी सुरु गर्नुहोस्।